धेरै पछाडि मेरो भ्लगमा सबैजनालाई स्वागत छ हैन। आज चाहिँ हामी माइखोला जान आँटेको छौं नयाँ वर्ष मनाउनको लागि। के अरे जान्छ यहाँ चाहिँ निकेश दाई चलाउने एउटा तिरपल एक्स्ट्रा लगेर यस्तो केटाहरु यहाँ बसिरहेछ। शिवे विकास के अरे विशाल भाइ सन्दीपे क्यामेराम्यान चाहिँ हाम्रो विनम भाइ। ओइ हाई गर्दै क्यामेराम्यान। पछाडी पनि छ केटाहरु पछाडी को छ केटा हो। ए हाई गर हाई ल गाइस अब चाहिँ हामी पनि लाग्यौँ हैन। केटाहरु अघि अगाडि गइसक्यो। केटाहरु चाहिँ पौडी खेल्नु खोजेको अरे हैन। पुरै यहाँ त बाढी आए जस्तो रातो न रातो भइरहेछ हैन। केटाहरु यहाँ लुगा खोलेर बसिरहेछ। ए यस्तोरी बनाएको छ केटाहरुले। हामी आइपुग्दाखेरि चाहिँ दाइहरु केटाहरु सबैजना भएर बनाइसकेको रहेछ। डुबायो तँलाई पानीले के गर्छ त अनि नडुबाएर माथि माथि ल्याइदिन्छ उभि त उभि न मुला ओइ उभि न ओइ। केटाहरुले चाहिँ यस्तै भए पनि पानी छोडेन हैन। पौडी खेलिरहेको छ। उता फेरि पल्लोपट्टि चाहिँ सङ्लो छ खोला। यो चाहिँ क्यास्केटबाट छोडेको पानी हो। यहाँ चाहिँ पुरै धमिलो आइरहेछ क्या। हामी चाहिँ धमिलो पानीबाट सफा पानीमा सरेर पारिपट्टि आयौँ हैन। तर यहाँ चाहिँ सफापट्टि चाहिँ पानी नै छैन, अलिकति मात्रै छ। धमिलोपट्टि चाहिँ मजाले छ क्या पानी। यो चाहिँ माथिको हाइड्रो पावरबाट छोडेको पानी हो। त्यही भएर हैन नुहाउने पनि लुगा धुने नुहाउने पौडी खेल्ने काम हुँदैछ। यो चाहिँ केटाहरूको यो चाहिँ रिल्याक्सेसन अरे क्या। यो चाहिँ आइस बाथ च्यालेन्ज हो क्या यो खोलामा। कमल काकाबाट चाहिँ अब ठ्याक्क प्याच कटिङ सुरु भयो हैन। हाम्रो चाहिँ फेरि चक्कु पनि फेरि अलिक सानो मात्र चलाउँछौँ हामी हैन। अलिक सानो सानो खालको मात्र छ। त्यो चाहिँ के गरेको हो, यो रक्सी पारेको हो कि मासु पकाएको हो। चाहिँ ओभर चिलमा छ क्या। एक एकवटा बोकिहाल्यो। यो चाहिँ सुँगुर नखानेलाई चिकन पाक्दैछ। पकाउने मान्छे हाम्रो कमल काका, आजको स्पेसल सेफ। यहाँ चाहिँ आज आउनु नसक्नेहरूको है। यो चाहिँ आउनु नसक्नेहरूलाई यहाँनिर डिजिटल तरिकाले यहाँनिर त्यो होइन हो दाइ, डिजिटल तरिकाले यहाँनिर कन्ट्याक्ट हुँदैछ क्या आज आउनु नसक्नेहरूलाई। जम्मा यति रहेछौँ होइन। अहिले चाहिँ सबजना भेला भएर केटाहरू पौडी खेलेर गलेर आयो। अहिले चाहिँ अब यहाँ तोङ्बा छ, हल्का तोङ्बा खाँदैछ होइन। पहिलो लटको यो चाहिँ पहिलो लटको मासु खुवाइ भयो। अब चिकनबाट सुरु भयो। दामी छ दाइ। ल हो सुँगुर खानेहरूलाई सुँगुरको मासु तयार हुँदैछ। अब हाम्रो केटाहरूको बिच सक्कर त नभनौँ, रिभर सक्कर जाँदैछ होइन। रेफ्रीबाट बल हस्तान्तरण हुन आँटिरहेको छ। अब हाम्रो खेल सुरु हुन लागिरहेछ। ल 3 सेट हानो नि 5-5 मिनटको। धेरै टाढाको भएन नि, तर धेरै टाढाको हुनु भएन। देखाएन त्यसरी। ल 5 म फ्याल्दिन्छु अब ढुङ्गा। स्टोन निकालेर दिउँ मेरो स्टोन। No आयो। सक्यो। एउटा गेम चाहिँ यतापट्टिबाट केटाहरूले जितिसक्यो होइन। यो चाहिँ सेकेन्ड सेट हो है। सेकेन्ड सेट सुरु हुँदैछ। 2-0। यो चाहिँ कुखुराको मासुको रसमा घोलेर बनाएको चटपटे हो यो चाहिँ। ए राइट छ त्यो राइट हो। राइट हो सातो। ल केटाहरुको यहाँ घम्सा घम्सी पनि जाँदैछ 6 कि 7 भन्नाले
हो क्या? छ हो। केटाहरूको यहाँ हल्का घम्सा घम्सी पनि पर्दैछ। केटाहरूको यहाँ हल्का घम्सा घम्सी पनि पर्दैछ। छ र सातमा घम्सा घम्सी परिरहेको हामी यहाँ देख्न सक्छौँ। के यो रेफ्रीको भितलो डिसिजन हो? रेफ्रीले जवाब दिनु पर्यो। यो रेफ्रीको भितलो डिसिजन हो। 10-5 है 1 पोइन्ट घट्यो। ल यतिको रेफ्री चाहिँ हुनुपर्छ। 1 पोइन्ट घट्यो। 1 पोइन्ट। बाहिरबाट थियो होइन, भित्रबाट थियो। के भयो? के यहाँ कार्ड हो? यहाँ कार्डको व्यवस्था हुँदैछ? येलो कार्ड कतापट्टि हो? रेफ्री येलो कार्ड कतापट्टि? कता हो? कसले खाएको? 8 यता 14। अहिलेको येलो कार्ड कसको लागि हो? अहिलेको येलो कार्ड ल शिवे भाइले येलो कार्ड खाएको छ। लाइनको रुल्स फलो नगरेर। यता कन्फिडेन्स लेभल। यस्तो कन्फिडेन्स लेभलले हुँदैन। मिला सक्यो। भाडा हान्छ केटाहरूले अब यहाँ विनरी। बेस्ट अफ 3 मा 2टा जितेपछि सकिँदैन? बेस्ट अफ 3 मा 2टा जितेपछि सकिन्छ। ल यतापट्टिको फर्स्ट गेममा यतापट्टिको सेटले जितेको छ होइन। 2-0 को विन भएको छ। 2टा सेटमा 2टै सेट जितेको छ। अब यतापट्टिकोले हारेको छ। केटाहरूको यहाँ दुश्मनी निस्किँदैछ। हात मिलामिल भएर अघिको दुश्मनी। रेड कार्ड यसलाई रेड कार्ड हो। यो अञ्चललाई रेड कार्ड हो। भार छ नि यहाँ, फेरि भार छ। रेड कार्ड हो यो। यसलाई रेड कार्ड हो। यहाँ भार छ, यहाँ हुँदैन। रेड कार्ड हो यो। आसु चाहिँ कमल काकाले, यता भात चाहिँ हाम्रो राजेश दाइले। दामी। अघिको जित्ने सेट हो यो चाहिँ होइन। अघिको जित्ने सेटले अब दोस्रो गेम खेल्दैछ। यतापट्टिको विनर सेट अनि यतापट्टिको अब चाहिँ यतापट्टिकोसँग खेल्न आँटेको हो होइन। यो अबको चाहिँ रेफ्री पनि म बस्छु होइन। केटाहरू छाडा बोल्नेलाई चाहिँ सिधै रेड कार्ड है सबैलाई। अब दोस्रो गेम सुरु हुन गइरहेको छ हाम्रो। अघि यतापट्टिको टिम अघि हार्नेमा 1-2जना टिम बदलेर अनि यतापट्टिको जित्ने टिममा पनि 1-2जना चेन्ज भएको छ। र खेल सुरु भएको छ। तानो उतापट्टि चाहिँ केही खेल नखेल्नेहरू चुपचाप लागेर बसिरहेछन् होइन। अनि यतापट्टि चाहिँ हाम्रो खेल्ने केटाहरूको सेलिब्रेसन जाँदैछ। फोटो कम्प्लेन खायो। Hey! 6-9. Hey, Babal! Hey! 11-6. Nice shot! कडा जाँदैछ 13-14 यतापट्टि 13 यता 14 14 इक्वल छ कतापट्टि आउट हो के हो यो डिसिजन भएन रेफ्रीबाट डिसिजन भएन आउट छ येलो कार्ड है अन्तलाई येलो कार्ड माथि हाम्रो नेटमै भएको येलो कार्ड दिएको छौं हामीले केटाहरूको एउटा टुर्नामेन्ट चाहिँ सकिसक्यो बीच फुटबलको हैन अनि अब चाहिँ केटाहरुले अब भात खानुपर्छ भन्दैछ यहाँ यता नुहाउनेहरुको फोटो खिच्नेको छुट्टै जाँदैछ केटाहरु सबैजना यहाँ आइपुग्यो हैन जित्ने टोली चाहिँ यिनीहरु हो अब यहाँ भात खान्छ केटाहरुले भात सुँगुरको मासु चलाउँदैछ भेन्डी भाइले
सुँगुरको मासु खायो हर 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 भयो होइन। अब चाहिँ यहाँ भातमा झम्टा झम्टी जाँदैछ केटाहरूको। अब भात खाने बेला भयो, झम्टा झम्टी जाँदैछ। यता यता फेरि सुँगुरको मासु छ होइन। भोकले खर 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 भएर हर 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 भएर सुँगुरको मासुमा पल्केर लिम्बुनीतिर ढल्केर जाँदैछ केटाहरूको भात जाँदैछ। भात पस्किने दाबिलो चाहिँ फेरि हरामी छ ल। आजको दोस्रो खेल चाहिँ यहाँनिर वाटर रेस रहेको छ। तर यो वाटर रेस चाहिँ अलिक भिन्न खालको छ। किन भिन्न छ भने यो वाटर रेसमा चाहिँ हात र खुट्टा प्रयोग गर्न पाइन्छ, तर घुँडा र कुहिनो मात्रै प्रयोग गरिँदैछ। अब यहाँ हाम्रो प्रतियोगीहरू रेडी भएर बसिराख्नु भइसकेको छ। अब हामी यो गेम सुरु गर्न गइरहेका छौँ। सबैजनालाई तपाईँहरूले एकचोटि प्रष्ट यहाँ चिन्नु होला। अब यो रेस कसले जित्छ हामी हेर्दै जानेछौँ ल। फिनिसिङ लाइन चाहिँ यो रहेको छ। अन्त हाम्रो खेल यहाँ सुरु भइसकेको छ ल। निकेश दाइ आउट भइसक्नु भयो, निकेश दाइ आउट भइसक्नु भयो ल ल। कविद्रे निकेश दाइ आउट भइसकेको हो, निकेश दाइ आउट भइसकेको। कविद्रेले जित्यो। यताबाट सेकेन्ड आयो, सेकेन्ड र थर्ड। निकेश दाइ उठेर आउनु पाइँदैन दाइ, भएन दाइ, उठेर आउनु पाइँदैन दाइ। वाटर रेस पछाडि चाहिँ फेरि पनि हाम्रो केटाहरूको अर्को एउटा म्याच सुरु भएको छ होइन। यसमा चाहिँ दुईवटा टिम मात्रै छ। आयो 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 मिलायो नि क्यामेरामा। ए राइट छ, राइट राइट। प्लेयरहरू जति सबै अब गलेको अवस्था छ होइन। यहाँ खुट्टा गयो अरे सबजना अब प्लेयरहरू टक 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 निस्केर हिँडे। अब लगभग हामी पनि एकछिनमा जान्छौँ होला। यतिको चाहिँ हुनुपर्छ क्या साथीभाइ भएपछि। पोज छोड्न मन यता हेर, यहाँ हेर। एनसी माई नगरपालिकाको एनसी ब्रो ब्रो। अब चाहिँ घर जाने बेला अब होइन। केटाहरू सब आफ्नो तालमा छ क्या। यहाँ एउटा बसिरहेको छ होइन। अनि त्यहाँ फोटो खिच्नेको उता छुट्टै छ, यता बल खेलेर भिडियो बनाउनेको छुट्टै छ, यता भिडियो बनाइदिने छुट्टै, उहाँ फेरि लुगा फेर्ने छुट्टै छ। सब आफ्नो तालमा। यसलाई चाहिँ के भएको अरे यसलाई। आजको हाम्रो 82 सालको 1 गते चाहिँ यसरी नै सकियो होइन। अब हामी सबैजना रेडी भइसकेका छौँ। अब ठक्क घर फर्किँदैछौँ। केटाहरू पनि लागे होइन। ल फेरि अर्को भ्लगमा भेट्दै गरौँला। त्यति बेलासम्मको लागि सबैजनालाई बाई बाई, नमस्कार। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो।